बगाले थापा महासन्त महाराज कालु थापा जुम्लाको सिन्जा लामाथाडा डोटीबाट आई इस्वी सम्वत 1246 धेरै सन्तानमध्ये 4 भाइ छोराहरूलाई लिएर म्याग्दी जिल्लाको ताकममा आए। त्यसबेला ताकममा काजी जयचन्द छन्त्याल र रन्के पुन थिए। यी दुवैले सन्त कालु थापालाई ताकम बसी राज्य चलाउने सल्लाह दिएपछि उनका 4 भाइ छोराहरू जेठा पुण्या खरमाइला, तारापति साइला, बिरु थापा र कान्छा धर्मराज थापाहरूलाई राज्य विभाजन गरेर जेठालाई पुला म्याग्दी, माइलालाई ताकम, साइलालाई मुसिकोट रुकुमको राजा, कान्छा धर्मराज थापालाई म्याग्दी ज्याम्रुकोटको राजा बनाई ताकमलाई राजधानी बनाएर इस्वी सम्वत 1246 देखि 1545 सम्म राज्य चलाएका थिए। यस स्वागत गीतका सहयोगीहरू निर्माण समिति अध्यक्ष तेजेन्द्र बहादुर थापा, इन्द्र बहादुर थापा रु 25,000, तम बहादुर गुरुङ मराङ रु 10,000, सुबेदार काजीमान रोका मगर रु 5,000, भरत बहादुर थापा कमल थापा रु 5,000, झलक बिरही बिक रु 10,000, नगेन्द्र घिमिरे काठमाडौँ रु 5,105।